सम्पूर्ण साहित्यिक मनहरूमा हार्दिक अभिवादन। यो मैले यो साहित्यिक सिरिज अथवा लिट्रेचरी सिरिज चलाउने भन्ने कुरा गरेको थिएँ। त्यस अन्तर्गत पहिलो कविता मैले झरी यहाँहरू सामु चाहिँ प्रस्तुत गरिसकेको छु। त्यसपछि मैले अबको बसाइमा हिन्दी भाषामा म आफैले रचना गरिएको कविता औरत प्रस्तुत गर्न चाहन्छु, स्वीकार्नुहोला। यस कवितालाई मैले 74 साल चैत्र 5 गते सोमबारको दिनमा रचना गरेको रहेछु। यो कविता अहिले ट्रेन्डमा रहेको फेमिनिजम भनेर जो भनिने गरिन्छ, पुरुष र महिला बीचको एकता तथा महिलावाद अथवा महिला सशक्तिकरण जसरी परिभाषित गरे पनि मैले यहाँ शब्दहरू आलङ्कारिक रूपमा प्रस्तुत गर्न गइरहेको छु। यसमा भावनाहरू चाहिँ औरतको अथवा महिलाको अथवा कुनै पनि स्त्रीलिङ्गीहरूको चाहिँ मनमा कुनै ठेस नपहुँचोस् र मैले यहाँ प्रयोग गरेका शब्दहरू चस्स बिजे पनि यसको भावना चाहिँ उनीहरूको उद्धारको लागि, उनीहरूको महिला सशक्तिकरणकै पक्षमा रहेको मैले चाहिँ यहाँहरूलाई जानकारी दिन चाहन्छु। यो कविता हिन्दी भाषामा रचना गरिएको छ। हुन त म त्यति साह्रो हिन्दीको ज्ञाता त होइन, तर पनि मलाई चाहिँ नेपाली, हिन्दी, अङ्ग्रेजी अलिअलि बुझ्ने, अलिअलि पढ्ने र अलिअलि कलम चलाउने हुनाले यहाँहरूलाई मैले फरक स्वादको लागि एउटा हिन्दी कविता को रूपमा अथवा भावनाको रूपमा चाहिँ मैले यो औरत कविता प्रस्तुत गर्न गइरहेको छु। यहाँ मलाई थाहा छ कि यहाँ धेरै त्रुटिहरू छन्, यहाँ धेरै सच्याउनु पर्ने विभिन्न ठाउँहरू छन्, तर यहाँहरू धेरै नै ज्ञाता श्रोताहरू र दर्शकहरू वा मेरा मित्रहरू हुनुहुन्छ जसले यो देखिरहनु भएको छ। उहाँले चाहिँ कृपया कुनै गल्ती, कमी, कमजोरी भएमा मलाई चाहिँ सच्याइदिने वा औँलाइदिने कृपा गर्नुहुनेछ अवश्य पनि। र यति भन्दै म अब ढिला नगरिकन मेरो यो कविता सिरिज अथवा साहित्यिक सिरिजको दोस्रो प्रस्तुति कविता नै रहेको छ औरत, यहाँ सामु यसरी प्रस्तुत गर्न गइरहेको छु। औरत। एक समा है, एक कशिश है, एक जुनून है, मगर एक अनकहीं सा डर भी है। एक मुलाकात है, एक इम्तिहान है, एक पल है, एक नजराना भी है। एक शायराना अंदाज, एक दिल की प्यास, एक अनकहीं सा डर, एक अनचाही सा परिणाम। एक कहानी, एक दीवानगी, एक रूमानी उड़ान, एक बेहिम्तहा मोहब्बत के आरजू, एक अधूरी सी कहानी। एक दिल की कशिश, एक रूमानी पल, एक पूरी कायनात पर हुकूमत करने की तमन्ना और एक पल में सारा जहां लुटा देने की जज्बा। बस ऐसी ही है मेरी छोटी सी कहानी, ऐसी ही है मेरी छोटी सी कहानी। शर्म की ओढ़नी के पीछे छुपा हुआ एक अनजान शख्स, दुखों की ख्याल। आपने सुख दुखों की परवाह नहीं, मगर दूसरों की बेहद फिक्र करती हूँ क्योंकि मैं औरत हूँ। औरत ने मर्द को जन्म दिया, मर्द ने उसको बाजार दिया। औरत ने मर्द को संसार दिया, मगर मर्द ने उसको धुतकार दिया। ऐसी ही औरत हूँ मैं, जिस औरत ने सारा जहां का दुख अपने ऊपर ढोया है, मगर ये समाज उसको कभी कभी एक इंसान भी नहीं समझता। सिर्फ एक औरत, फ़कत एक बाजारू औरत, फ़कत एक इस्तेमाल करने के लिए सामान। बस इतना सा ही